भनिन्न, यो हाँसको बन्छ होइन। यो चिकनको बोनसितको हो, यो टेस्ट मात्रैको लागि यो ललिपप हो, चिकन ललिपप भयो। अनि यो भेज मोमोको लागि हो, यो सेट हो भेज मोमोको। यो कचुम्बर बन्दैछ। अनि त्यसपछि यता यो मोमोको आटा भयो। अब फ्रेन्च फ्राई अब यहाँ गर्दैछौँ, अब हुनै बाँकी छ। अनि यता चाहिँ नि ज्वाइँले चाहिँ यहाँ चट्नी बनाउँदै हुनुहुन्छ। बिरयानी साँझतिर बन्छ, अहिले होइन बिरयानी बन्ने। पिज्जा बनाउने प्लान थियो, तर पिज्जा बनाउनुको लागि बजार गयो, सारा संसार खोज्यो, एउटा पिज्जाको सिट नपाउने कस्तो विडम्बना हो के। यो हाम्रो नेपालमा नपाएको कि नभएर हो कि केही मेसो पाइएन, तर पाउनु पर्ने। अब बनाउन जानेको सामान नपाइन्, अब के गर्ने। भनेपछि यहाँ आएर दुःखको कुरो भयो है। दुःखको कुरो हो नि। अब त्यत्रो बजार गरियो, हिजो राति त्यत्रो जाने खाना नखाएर राति 9 बज्छन्। हर दोकानमा थाहै छैन, चिज भन्ने कुरै थाहा छैन तिनीहरूलाई। अनि पिज्जाको सिट भन्ने थाहा छैन, अलमलाउँछन्। एनजी मार्केट भनेर गइया छ, एनजी मार्केटमा चिज मजुरलाई चिज भन्ने पनि थाहा छैन। अनि त्यसपछि पिज्जा सिट भन्ने पनि टल्ल पर्छन्। अब के गर्ने, यस्तो छ अवस्था। अब यस्तो अवस्था छ। यसलाई चाहिँ केही सुधार हुनुपर्छ नेपालमा पनि। केही इच्छा भएकाले बनाउन खोज्दाखेरि ती सामानहरू पाइयो भने केही हुन्थ्यो भन्ने मेरो पनि धारणा हो। अरू त खासै केही छैन। तपाईँले भनेको धारणा एकदम राम्रो, किनकि हामी सहरमा गएर खान सक्ने त्यति क्यापेसिटी हुँदैन। क्यापेसिटी नहुँदाखेरि क्यापेसिटी भन्दा पनि हाम्रो अब समय नमिल्ने अनुकूल नहुनसक्छ होइन, सबैतिर मिलाउन पर्यो। अनि परिवारसित जाँदा पनि अलिकति झन्झटिलो जस्तो हुने भयो। घरै बनाएर खाम भन्दाखेरि अब सामान नपाउँदाखेरि बनाउन आउँछ तर सामान छैन। त्योभन्दा दुःखको कुरो केही होइन। पैसा हामीले खर्च गर्न चाहन्छौँ, तर त्यो अनुकूल भएन। बजार एनजी मार्केट भने त्यत्रो नाम चलेको एनजी मार्केट हो। त्यो एनजी मार्केटमा जाँदाखेरि त्यहाँका स्टाफहरूले मुख हेर्नु हो कि टल्ल पर्नु के हो के हो। अनि सिट भनेको थाहै छैन, पिज्जा सिट भन्ने थाहा छैन। अनि मेन्युजै छैन, मेन्युज भनेको के हो पनि थाहा छैन। त्यो के भन्ने सुपर मार्केट भनेर। ल गाई सुन्नुभयो नि, हाम्रो हेर्नु कस्तो विडम्बना छ हाम्रो। एनजी मार्केट भने प्रख्यात मार्केट हो है। फेरि यो एनजी मार्केट भने सानो नर्मल मार्केट होइन। यो मणिग्राममा तिलोत्तमा 5 मा भएको एनजी मार्केट हो। तर त्यहाँ जाँदाखेरि नचलेर हो कि नराखेर हो कि त्यो थाहा भएन। त्यहाँको स्टाफलाई पनि थाहा रहन्छ कि मेयोनिज भन्ने के हो थाहा छैन, मजुराले चिज भन्ने थाहा छैन, अनि पिज्जा सिट भन्ने थाहा छैन। अब कसरी चाहिँ हामी त्यो बजार राम्रो बजार भनेर गइयो, अब त्यहाँ जाँदा नपाएपछि हामी के गर्ने त। तपाईँको गुनासो एकदम जायज छ। अब फेरि हाम्रा ज्वाइँ साहबलाई पनि यसो हामीले केही सोध्न चाहन्छौँ। ल ज्वाइँ साहब भन्नु, कतिको एक्साइटेड हुनुहुन्छ तपाईँको आजको यो सानो भेटघाट कार्यक्रमलाई लिएर? एक्साइटेड छु होइन। कतिखेर पाइला त्यसपछि खाऊँ जस्तो भइसक्यो मलाई होइन। टेस्ट बास मस्त होइन, त्यसको खुसबुहरू यताउति बनाउँदै हुँदैले म एकदम एक्साइटेडै छु भन्नुपर्छ। ल साथी हो, हामीहरूले अब केही समयपछि मोमोको प्रोग्राम अनि बर्गरको प्रोग्राम गरिरहेछौँ। अब पिज्जा पनि हामीले सायद अब हाम्रै हातैबाट चाहिँ बनाउने एउटा सल्लाह चलिरहेको छ। पिज्जा सिट पनि बनाउने, अनि मजुरालाई चिज नपाए पनि चिज स्लाइस चाहिँ लिएर आएर त्यसलाई चाहिँ मजुरालाई चिज सम्झेर अनि गराउने अलि फुर्सद मिलाएर हामीले गराउँछौँ जस्तो छ। आजको आइटममा चाहिँ बर्गर, चिकन बर्गर, भेज बर्गर, अनि त्यसपछि भेज मोमो, चिकन मोमो, अनि छोइला, चिकन छोइला। अब चिकन छोइला भन्दाखेरि अलि उनौला हाँस चाहिन्छ, तर पनि अब टेस्टको लागि बन्दो रहेछ भनेर हामीले देखाउनलाई पनि बनाउनु गइरहेको छ। बन्दो रहेछ भनेर देखाउनुको लागि चाहिँ चिकन छोइला बनाउने भयो। अनि त्यसपछि मटन बिरयानी, चिकन बिरयानी नै, मटन बिरयानी, भेज बिरयानी। अनि अरू त त्यति नै हो हामीले अहिले बनाउन खोजेको। अरू त खासै केही पनि छैन। बिरयानी त अब सानो मटन बिरयानी नेक्स्ट पार्टमा आउनेछ। नेक्स्ट पार्ट तपाईँहरूलाई मैले मोमोजहरू अनि बर्गरहरू बनेको अर्को च्याप्टरमा देखाउने छु है। अहिले हाम्रो सुरुवात हुँदैछ, जस्ट प्रारम्भको अवस्था हो यो।